नमस्ते यहाँहरू सबैलाई। नेप्सेको आगामी साप्ताहिक परिदृश्य यानि विकली सिनारियो। अब यहाँ विभिन्न नीतिगत व्यवस्था, खरिदकर्ता तथा विक्रेताको सक्रियता, आर्थिक र प्राविधिक सूचकहरू तथा सूचीकृत कम्पनीहरूको अवस्थामा निर्भर हुने देखिन्छ। अहिलेको बजारमा देखिएको परिदृश्यलाई हेर्दा केही मुख्य पक्षहरूलाई समग्रमा यसरी विश्लेषण गर्न सकिन्छ। नम्बर 1, तरलता र ब्याजदरको आधारमा हेर्दा नेपाली शेयर बजारलाई सबैभन्दा बढी प्रभाव पार्ने तत्त्व बैंकिङ प्रणालीमा रहेको तरलता हो। यदि बैंकहरूमा लगानी योग्य रकम पर्याप्त छ र ब्याजदर घट्दो क्रममा छ भने यसले बजारलाई सकारात्मक दिशा दिने गर्दछ। नम्बर 2, नीतिगत व्यवस्थाहरू अन्तर्गत नेपाल राष्ट्र बैंकको मौद्रिक नीति नेपाल राष्ट्र बैंकले शेयर थितो कर्जा यानि मार्जिन लेन्डिङको सीमा र जोखिम भार यानि रिस्क वेटेजका सम्बन्धमा लिने लचकताले बजारको गति तय हुने गर्छ। यसैगरी पुँजी बजार सुधार गर्नको खातिर धितोपत्र बोर्ड यानि सेवन र नेप्सीले ल्याउने नयाँ प्रविधि र गैर आवासीय नेपाली यानि एनआरएनलाई बजारमा प्रवेश गराउने जस्ता योजनाहरूले पनि दीर्घकालीन प्रभाव पार्छन्। नम्बर 3, प्राविधिक विश्लेषणको दृष्टिकोणबाट यानि कि टेक्निकल एनालाइसिसलाई आधार मान्दा प्राविधिक रूपमा बजारले एउटा निश्चित सपोर्ट र रेजिस्टेन्सको घेरामा कारोबार गरिरहेको हुन्छ। यदि बजारले अघिल्लो उच्च बिन्दु प्रिभियस हाईलाई भोल्युम सहित पार गर्छ भने यसले नयाँ बुलिस यात्राको सङ्केत गर्छ। नम्बर 4, सूचीकृत कम्पनीहरूको वित्तीय अवस्थाको आधारमा हेर्दा बैंक, जलविद्युत र बीमा क्षेत्रका कम्पनीहरूको त्रैमासिक वित्तीय विवरणहरूले यानि कि क्वार्टरली रिपोर्ट्सले पनि लगानीकर्ताको मनोबल बढाउने वा घटाउने गर्छ। विशेष गरी यस्तो अवस्थाले भने लाभांशको सिजनमा बजारमा बढी चहल पहल हुने गरेको पाइन्छ। अब अल्पकालीन रूपमा बजारमा केही उतार चढाव यानि भोलाटाइलिटी देखिए तापनि अर्थतन्त्रका बाह्य सूचकहरू सुधारोन्मुख रहेमा र नीतिगत स्पष्टता आएमा नेप्सेको भविष्य सकारात्मक नै देखिन्छ। यद्यपि शेयर बजार जोखिमपूर्ण हुन्छ। लगानी गर्नु अघि कम्पनीको आधारभूत पक्ष फन्डामेन्टल एनालाइसिस अध्ययन गर्न र आफ्नो जोखिम वहन गर्न सक्ने क्षमताको मूल्याङ्कन गर्न भने अत्यन्त जरुरी हुन्छ। अब यो पनि हेरौँ कि नेप्सेमा हालै भएका 2वटा ठुला घटनाक्रमले आगामी सोमबारको बजारको मनोविज्ञान र चाललाई निकै अर्थपूर्ण बनाउने जस्तो पनि देखिन्छ। जस्तै कि सेवनका अध्यक्षको राजीनामा र कारोबार सीमा यानि कि प्राइस लिमिटमा गरिएको ठुलो परिवर्तन। नम्बर 1, सेवन अध्यक्षको राजीनामा र बजारको मनोविज्ञानलाई केलाउँदा सेवनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख 5 गते अर्थात् शुक्रबार राजीनामा दिएका छन्। बजारको नियामक निकाय रेगुलेटरको प्रमुख पद खाली हुनु वा यस्तो राजीनामा आउनुले लगानीकर्तामा केही अन्यल पैदा हुन सक्छ। तर राजीनामाको कारण र नयाँ नेतृत्वको सम्भावनाले बजार कता जान्छ भन्ने तय गर्छ। सोमबारको बजारमा अपरेटरहरूका चाल कस्तो होला भनेर अनुमान गर्नुपर्दा यदि लगानीकर्ताले यसलाई नीतिगत अस्थिरताको रूपमा लिए भने केही बिक्री चाप पर्न सक्छ। तर नयाँ नेतृत्व छिटै आउने अपेक्षा भएमा यसले खासै ठुलो नकारात्मक असर नगर्न पनि सक्छ। साथै बजार स्मार्ट हुने भएकोले यस अघि नै बजारमा गएको पहिरोले सङ्कट टारिसकेको पनि हुन सक्छ। नम्बर 2, अर्को घटना जस्तो सर्किट लेभल यानि प्राइस लिमिट 10%बाट 15%मा परिवर्तन भई नेप्सीले आगामी सोमबार अर्थात् वैशाख 7 गतेदेखि कार्यान्वयनमा ल्याउन लागेको नयाँ नियमले बजारको भोलाटाइलिटी यानि उतार चढावलाई निकै बढाउनेछ। साथै व्यक्तिगत कम्पनीको सीमा पनि अब एउटा कम्पनीको सेयर मूल्य एकै दिनमा 15%सम्म बढ्न वा घट्न सक्छ। पहिले यो नियम 10% मात्र थियो। यसै गरी इन्डेक्स सर्किट ब्रेकरमा पनि अब नयाँ 2 टायर प्रणाली लागू हुनेछ। जस्तै पहिलो 2 घण्टामा सूचक 5% घटेमा वा बढेमा 15 मिनट कारोबार बन्द हुनेछ। साथै 15 मिनट कारोबार बन्द भई खुलेको बजारमा कुनै पनि समय सूचक 8% घटेमा वा बढेमा पुरै दिनको लागि कारोबार बन्द हुनेछ। यस नियमको आधारमा विश्लेषण गर्नुपर्दा नम्बर 1, प्रतिफलको दृष्टिकोणबाट उच्च जोखिम र उच्च प्रतिफल दुवै हुने सम्भावना हुन्छ। जस्तै
15% सीमाले गर्दा सर्किट लाग्ने सम्भावना कम हुन्छ, जसले गर्दा खरिद र बिक्रीकर्ता दुवैलाई मूल्य डिस्कभर गर्न सजिलो हुन्छ। तर बजार घट्दा वा बढ्दा यसको गति पहिलेको तुलनामा निकै तीव्र भने हुन्छ। नम्बर 2, तरलता यानि लिक्विडिटी। मूल्यको सीमा बढेपछि सेयर लक हुने सम्भावना कम हुन्छ, जसले बजारमा कारोबार रकम टर्नओभर बढाउन मद्दत गर्छ। नम्बर 3, मनोवैज्ञानिक असर। सोमबार नयाँ नियमको पहिलो दिन भएकोले लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहन सक्छन्। 15 अङ्कसम्मको खेल्ने ठाउँ यानि स्पेसले गर्दा ट्रेडरहरू बढी सक्रिय हुने सम्भावना देखिन्छ। अब अहिले नै आगामी सोमबारको सम्भावित परिदृश्य कस्तो होला भनेर अनुमान गर्नुपर्दा भने सुरुवात यानि प्री ओपन सेसन जहाँ 5% सम्मको लिमिट बनाइएको छ, यसले नै बजारको दिशा संकेत गर्न सक्छ। उतार चढाव कस्तो होला भने बजार दृश्यको अनुमान लगाउनु पर्दा भने बजारमा 10% को बन्धन नरहेकोले उतार चढाव निकै धेरै यानि हाई भोलाटिलिटी हुन सक्छ। यदि बजार सकारात्मक भयो भने कम्पनीहरूले छिटो गति लिनेछन्, तर नकारात्मक हुँदा पनि 15% सम्मको गिरावटले लगानीकर्तालाई अलि बढी चिन्तित बनाउन सक्छ। चिन्ता मुक्त हुन के गर्न सकिन्छ त भनेर विचार गर्दा अहिलेको अवस्थामा स्टप लस र प्रफिट बुकिङका रणनीतिहरूलाई अझ कडाइका साथ पालना गर्नु बुद्धिमानी हुनेछ। 15% को नयाँ सीमाले तपाईँको पोर्टफोलियोमा एकै दिन ठूलो परिवर्तन ल्याउन सक्छ। त्यसैले भावनात्मक भन्दा पनि प्राविधिक विश्लेषणका आधारमा निर्णय लिनुहोला। गएको शुक्रबार यानि वैशाख 4 गते तदनुसार अप्रिल 17, 2026 मा नेप्सीमा भएको कारोबारले बनाएको बजारको क्यान्डलस्टिक र प्राविधिक सूचकहरूलाई हेर्दा बजार पर्ख र हेर यानि कि वेट एन्ड सी को स्थिति देखिएको छ। शुक्रबारको अन्तिम कारोबार 2838.40 बिन्दुमा बन्द भएको थियो। प्राविधिक पक्षबाट शुक्रबारको चार्टमा बनेको क्यान्डल र आगामी सोमबारको सम्भावित चालको विश्लेषण गरेर हेर्दा नम्बर 1 क्यान्डलस्टिक प्याटर्नको आधारमा शुक्रबार नेप्सीमा एउटा स्पिनिङ टप वा सानो डोजी जस्तो क्यान्डल बनेको छ। यसको अर्थ अनुमान गर्दा यसले बजारमा खरिदकर्ता यानि बायर्स र बिक्रीकर्ता यानि सेलर बीच तीव्र प्रतिस्पर्धा र अनिर्णयको स्थिति रहेको देखाउँछ। साथै संकेत यस्तो पनि गर्छ कि अघिल्लो दिन यानि बिहिबार 33 अङ्कको ठूलो गिरावटपछि शुक्रबार बजारमा थोरै रिकभरी अर्थात् 5.36 अङ्क देखिए तापनि यो क्यान्डलले स्पष्ट दिशा भने अझै समातिसकेको छैन। नम्बर 2 मुख्य सूचकहरूको अवस्था यानि मेजर टेक्निकल इन्डिकेटर्सको अवस्थाले भने कस्तो देखाइरहेको छ त त्यो पनि सुनौ वा हेरौँ। जस्तै आरएसआई यानि रिलेटिभ स्ट्रेन्थ इन्डेक्स अहिले आरएसआई 53.17 को हाराहारीमा छ। यो 50 भन्दा माथि हुनुले बजारमा अझै पनि केही बुलिस शक्ति बाँकी रहेको संकेत गर्छ। मुभिङ एभरेजेस 9 दिनको औसत रेखाले 2820 मा बलियो टेवा यानि सपोर्ट प्रदान गरेको छ भने 21 दिनको औसत रेखा 2846 मा अवरोध यानि रेसिस्टेन्सको रूपमा देखिएको छ। सोमबार बजार खुल्दा र बन्द हुँदाको सम्भावित परिदृश्य कस्तो होला भनेर अनुमान गर्नुपर्दा भने कमा बजार खुल्दा अर्थात् ओपनिङ सेसनको पूर्वानुमान लगाउनु पर्दा भने बजार खुल्दा स्लाइडली बुलिस वा साइडवेज हुने सम्भावना छ। शुक्रबार सामान्य वृद्धिमा बन्द भएको र 5% को प्री ओपन लिमिट भएकोले सुरुमा बजारले 2845 र 2850 को लेभल परीक्षण गर्न खोज्ने देखिन्छ। यसैगरी नम्बर ख को आधारमा बजार बन्द हुँदा यानि क्लोजिङको अवस्थामा भने बजार बन्द हुँदाको गति दुईवटा पक्षले तय गर्नेछ। जस्तै नम्बर 1 बुलिस सम्भावनाबाट हेर्दा यदि नेप्से 2846 को रेजिस्टेन्स भोल्युम सहित पार गरेर माथि टिक्न सक्यो भने बजार बन्द हुँदा बुलिस देखिन सक्छ। नयाँ 15% को सीमाले गर्दा राम्रा कम्पनीहरूमा आकर्षण पनि बढ्न सक्छ। नम्बर 2 बियरिस वा साइडवेज सम्भावनालाई अनुमान गर्दा 7 का अध्यक्षको राजीनामालाई लगानीकर्ताले कसरी लिन्छन् भन्ने कुरा महत्त्वपूर्ण छ। यदि लगानीकर्तामा डर यानि फियर हावी भयो र 2820 को सपोर्ट तोडियो भने बजार बन्द हुँदा बियरिस हुन सक्छ। तर धेरैजसो प्राविधिक विश्लेषणले बजार अहिले साइडवेज वा कन्सोलाइडेसन चरणमा रहेको देखाउँदछ। अब समग्रमा भन्नुपर्दा सोमबारदेखि लागू हुने 15% को नयाँ सर्किट सीमा र 8% मा पुरै दिनको कारोबार बन्द हुने नियमले
बजारमा उच्च उतार चढाव भोलाटाइलिटी ल्याउने छ। बजारको परिदृश्य हेर्दा यदि बजार 2820 भन्दा माथि रहन्छ भने यसलाई एक्युमुलेसन यानि शक्ति सञ्चयको रूपमा लिन सकिन्छ। तर 2800 को मनोवैज्ञानिक स्तरभन्दा तल झरेमा भने सावधानी अपनाउनु पर्ने हुन्छ। अन्त्यमा अब बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के हो भने कृपया मैले विश्लेषण गरी व्यक्त गरिएको यो कुनै बजारमा लगानी गर्ने उपाय वा रणनीति वा कुनै योजना नभई बजारको परिदृश्यको आकलन गरिएको सम्म मात्र हो। यो बजारमा लगानी वा धितोपत्र खरिद वा बिक्री गर्न सिफारिस गरिएको कुनै राय, सुझाव वा सल्लाह वा परामर्श वा निर्देशन आदि इत्यादि केही पनि होइन। कृपया यसैलाई लगानीको आधार भने अवश्य पनि नबनाउनुहोला, किनभने योर मनी योर चोइस यो कुनै लगानीको ठोस आधार नभई बेला बखत बजार परिदृश्यमा तत्काल आएको आम सूचनाको आधारमा गरिएको केवल अनुमान मात्र हो। धन्यवाद।